ले त नातिनी यता 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 बाजेबडी हेर्नु उता अयो नातिनी अयो पैसा याद हो है ले तरो लैनु छोरो आहा के पायो तिमीले त्यो हेर हेलो साथीहरू आज चाहिँ स्वागत छ हजुरहरू मेरो युट्युब च्यानलमा साथीहरू होइन म चाहिँ माइत आएको होइन भ्लग चाहिँ बनाएन मैले चाहिँ हिजोतिर चाहिँ होइन कपाल पुसिसक्यो भर्खरै आएको अनि आएर नानीले टिका सिका राखेँ साथीहरू होइन अनि यता चाहिँ बहिनी छोरी चाहिँ यस्तो छ दिदीले जिल्जिले जाँदा म लाउ भाषा जुन है त कोही मान्छे हजुरबुवा नै आउनु भएको छ हेलो 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 के हेलो ल रङमा नै भेटियो ल बाई बाई गर्नाले यसो ले को बाजे हो खोइ उता हेर्नु ल उता हेर्नु मम्मी मम्मीबाट हेर्नु न आज चाहिँ म दिदीको भ्लगमा आइसकेको छ अनि हाम्रो चाहिँ यहाँ हजुरबुवाले त्यो होइन नातिनी पनादिनी अब हाम्रो पनादिनी नातिनी पनादिनी हेर्न सक्नुहुनेछ अनि यहाँ चाहिँ हाम्रो मम्सा हजुरआमा हुनुहुन्छ मम छोराले भन्ने भाइ त्यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ खोइदियो लङ्गा रे हजुरआमा आइपुग्नु भइसक्यो नातिनी हेर्नुहुन्छ है लङ्गा रे लङ है लाङ मात्र है मम जाग भयो है लङ आमा मामा आमा मामा है मम आयो हेर्नुहोस् है मम साथीहरू भन्दा नि मम छोरीको कुरो चाहिँ मामा फर्स्ट टाइम हो मम जाग भयो लङ्गा रे मम भन्दा नि मम नम्ते बाई 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 गर्न नमस्ते गर्न कस्तो राम्रोसँग हेर्नु मम्मी चाहिँ यता हुनुहुन्छ जालमे गिट्टोला सी दिदी रंगला जिगा है अब रलम रंगला जब सियाबत तम्माल गोंदला मेरी आयो आयो गमा आयो बना आयो डडगमा हाम्रो हजुरआमा बुढी हुनु भइसक्यो अब ल जानुहोस् ममसँग पुग्नु सक्छ ममले अनि ल ओहो अलि ममसँग खेद्नु पर्यो है ल नातिनी हेरेपछि के गर्नुपर्छ रे मम रेजीमा कुट्नुपर्छ ममलाई झाग्नुपर्छ नातिनी हेरेपछि भने होइन मम पलातिनी पो त पलातिन नाति पलातिन ले त नातिनी यता 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 बाजेबडी हेर्नु उता हेर्ने आयो कच्चले आयो डडगामा आयो डडगामा पैसा थोपे उसको ले ल ल ल ओ ल ल ओ ल ल जाने दबा ल ब्राबा दा ले बाइ समाज हाम्रो नातिनी आइज बोजले त बोजिहाल्यो नि आयो नातिनी आयो आयो नातिनी आयो पैसा याद हो है ले है ले ले आयो नातिनी आयो गर्नु ल मम झाग्नु पर्ने म चाहिँ त उहाँले त्यो त उहाँले त चिजको गर्नु हजुरबा चाहिँ खुसी भएर आइपुग्यो डाँडागाउँमा है कसो हिँडाएर ल्याउने हिँड्ने भएर ल्याउँथ्यो होला आपतले आयो आपत भएर आयो नि झन्डै हिँडाएर ल्याउँथ्यो आयो नातिनी आयो आयो नातिनी आयो हल्ले नातिनी हल्ले ल कतिजना चाहिँ टक्क लगाएर कुखुरा बनाउँदै होइन
साली होइन मिलेको हेर्नुहोस् है साथीहरू कस्तो हुँदैछ त ससुराली साली भेना मिलेपछि त काम गर्न जग्गा लाग्छ अरे नि त नि हो कि होइन अनि हाम्रो कुखुरा छोटै छोटै लोकल कुखुरा है साथीहरू यता अनि यता केराहरू हेर्नु यति धेरै यहाँ यता बाख्राहरू छ अनि हाम्रो गाउँ चाहिँ हेर्नुहोस् है साथीहरू यस्तो छ कतिको खुसी छ दिदीबहिनी आएर के बोलेको कतिको खुसी एकदम एकदम हो यहाँ चाहिँ कुखुरा बनाउँदै हुनुहुन्छ मेरो बुढोले चाहिँ टक्क लगाएर ससुराली आएर काममा आइहाल्यो के गर्नु छिमेकी बितेन हेर्नुहोस् हामी चाहिँ यता मेरो छोरी चाहिँ यहाँ सुतेकै छैन है साथीहरू हेर्नु न घरबाट आएर यहाँ सुतेकै छैन सुताउन लागेको मान्दैन उसले कहिले हजुरबाले हजुर आमाले समातिरहेको छ खुसी छ उसलाई रमाइलो छ साथीहरू होइन त्यही हो अनि चाहिँ साथीहरू मासु मासु गाडेर पनि फाइदा हुन्छ त मान्छे त रगत ओइ बमजान हाम्रो चाहिँ यहाँ पाक्दैछ साथीहरू है कुखुरा काटेर अनि अब यहाँ चाहिँ पानी दिन जान पानी छैन रहेछ हेर्नु साथीहरू हाम्रो यहाँ तल पैसा कराउँदैछ साथीहरू यो चाहिँ नेक्स्ट डे हो साथीहरू होइन यहाँ उठेर होइन मजा आज चाँडै उठ्यो साथीहरू होइन अनि यस्तो जाडो भइरहेको छ है साथीहरू मलाई चाहिँ होइन अनि यहाँ आगो तापिरहेको छु मुख धोएर होइन अनि यहाँ चाहिँ उठ्न पाएको छैन यिनीहरूलाई खाजा खानुपर्छ साथीहरू हेर्नु न खाजा खानुपर्छ भाइले त झन् तिमीले उठाउनु गएको होइन उठाएर मुख नि नधोएर खाएर भागिसक्यो साथीहरू यस्तो छ अनि बच्चाहरू अनि अब मैले खानुपर्ने हुन्छ साथीहरू होइन यस्तै हो गाउँमा त होइन टक्क उठ्यो यहाँ आगो जाडो भयो भने आगो ताप्ने बस्ने हो साथीहरू होइन अब यहाँ म पनि चिया खानुपर्ने हुन्छ साथीहरू जाँदा नै बाहिर आएर टक्क लगाएर चिया खाने होइन यस्तो राम्रो मजाको छ क्या साथीहरू आज यस्तो राम्रो भएछ है यहाँ पुरै खुल्ला भएछ साथीहरू हेर्नु नक्किएर हाम्रो होइन यो चाहिँ होइन यतापट्टि अनि यो के अरे यो आरुको रुख कत्रो भएको साथीहरू हेर्नु न है म चिया त खासै खाने मान्छे होइन साथीहरू त्यही पनि खाइरहेको छु मामुले नि टोइलेटी होइन टक्क लगाएर साथीहरू त्यही हो साथीहरू अनि हिजो चाहिँ खासै भिडियो त बनाएन है अलिअलि बनाएको थिएँ अनि त्यही भएर अनि बेलुका 9-10 बजिसकेको थियो साथीहरू खाना खाएर होइन त्यही भएर भिडियो चाहिँ मैले बनाएन निद्रा लागिरहेको थिएँ यस्तो जोडले होइन अनि हजुरबा हजुरआमा पनि हुनुहुन्थ्यो अनि मैले भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ बिर्सिदिएर कि साथीहरू अनि त्यही भएर भिडियो अर्कै उठेर यस्तो बनाइदिएको साथीहरू होइन अनि के कस्तो हुन्छ साथीहरू अनि आजको लागि चाहिँ म यति भन्दै बिदा हुन्छु होइन के कस्तो लाग्छ भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नफुल्नु होला साथीहरू भिडियोलाई अन्तिमसम्म हेर्नु भएर माया गरिदिनु होला है साथीहरू आजको लागि यति भन्दै बिदा हुन्छु बाई।